नमस्ते, म रामजी प्रसाद तिमल सिन्हा। मैले यो गुणरत्न मालाको चाहिँ भाग 7औं भाग चाहिँ नि यहाँहरू समक्ष चाहिँ नि पठाइसकेको छु। युट्युबमा पठाएको छु। खोलेर हेर्नुहोला र बुझ्नुहोला, अथवा सान्त्वना, मनलाई सान्त्वना दिने है। अब यो मैले कहाँसम्म पठाइसकेको छु भने यो मातृवियोग छ नि, मातृवियोगको चाहिँ नि अन्त्यमा मातृवियोग मैले पठाइसकेको छु। के छ भने, हे बन्धु हो विनती गर्छु म बार बार, माता पिता चरणको गर हे संहार, जिउँदा छँदा उति सखे गरिँदैन याद, होला छुटे पछि पछि पछुतो विषाद भनेर यो यति जति मैले पठाइसकेको छु। अब मैले यो 6औं भाग पठाइसकेर 7औं भागमा प्रवेश गरेको छु। अब यो 7औं भागको चाहिँ नि भएपछि यो समाप्त पनि हुन्छ। गुणरत्न मालाको 7औं भागमा मैले चाहिँ नि यो पुरै चाहिँ किताब चाहिँ नि सक्ने चाहिँ व्यवस्था मिलाएको छु। र यसमा अब आज चाहिँ नि यो 2082 असार 15 गते हाम्रो यो 15 गते परम्परादेखि दही चिउरा खाने चाहिँ नि चाड मनाउँदै आएको छौँ। यहाँहरूलाई पनि स्वागत। दही चिउरा खाएर मनाउनु होला, मनाइदिनु पनि होला, कसैलाई मनाउनु पनि होला र दही चिउराको गर्न स्वाद लिन आह्वान पनि गर्दछु है। साथै अब यसको लागि यो दही चिउरा भनेको असारको 15, अब यो घाँसे गीतमा चाहिँ अलिकति यो असारको 15 गतिको रमाइलो चाहिँ एउटा घाँसे गीतमा के भनौँ भने, असारको 15 खानी दही र चिउरा, साउनको 15 खिर, उहिलेदेखि हेर खाँदै आएको हो र साउनको 15 खिर, यो मनमा डा जति भए पनि खाँदा नन्यु है त पिर, हेर न हेर दिल मन लगाएर खाँदा कति नल्याउ पेर। अब यो मैले आफैले एउटा रचेको चाहिँ के छ भने, आफै रचक के अरे प्रचारक, लिखित सबै नै मैले यो चाहिँ एउटा के असारे घाँसे गीतको भाकामा आफैले भनेको के छु भने, ये भपुसेरो फेरो सुन्दर गाउँ मेरो, नगर कोटको पर्वत, हेर न हेर दिल मन नगाएर नगर कोटको पर्वत, कति टाढा छ र तिमी आउँदै गर रत्नगिरी पर्वत, हेर न हेर दिल मन लगाएर रत्नगिरी पर्वत, सारा देव देवता दर्शन गरौँ है त धर्म मिल्छ खुसीको, होइन ख्याल गरेको साँच्चै हो भनेको दर्शन मिल्छ खुसीको, यताबाट झरौँ कल्पेश्वर बसौँ, यताबाट झरौँ कल्पेश्वर बरौँ 108 फिटको दर्शन, हेर न हेर ठाडो गरी शिर 108 को दर्शन, भक्ति दिल मन लगाएर भक्ति गऱ्यौँ भने लाग्छ नि खुसी वर्षन, होइन तर आफै विचार गर लाग्छ नि खुसी वर्षन, सारा देव देवताको दर्शन गरौँ है त धर्म मिल्छ खुसीको, होइन ख्याल गरेको साँच्चै हो भनेको दर्शन मिल्छ खुसीको, यताबाट झर्दै अघि बढ्दै ठाकुर मोठमा धरौँला,
यताबाट झर्दै अघि अघि बढ्दै ठाकुर मोठ घुमाउला हो भनेर साँच्चै नभनेर मात्रै ठाकुर मोठ घुमाउला तँबाट सर्दा उत्तरतिर बढ्दा सरस्वती मन्दिर हेर ए विद्या कि खानी उनै भगवानी सरस्वती मन्दिर अघि भ्याली डुब्दा खड्ग बोकी घुम्दा चोबार काटी सलला हेर न हेर तिर्मली लगाएर चोबार काटी सलला ए नगर नदिएर उता फर्किएर तिनै सहर झलला यो भनेर साँच्चै नभनेर मात्रै तिनै सहर झलला यो 15 गतेको अवसर पारेर मैले यति 4वटा चाहिँ घाँसे गीतलाई चाहिँ मैले प्रसार गरिदिएको छु। अब यसमा मिले नमिलेको यसो हजुरहरूले हेरी बुझी जाति गर्नु होला। अब यसमा चाहिँ यो गुणरत्नमालाको है हजुर गुणरत्नमालाको यो अब पापबाट जोगिने मन्त्र भनेर यहाँ भनिएको छ है त। म यो अलिकति विस्तार गर्दछु। कृष्णै तोदिए पद पङ्कज पञ्चरात्ने रान्ते अवैधमे विशतु मानस राजहंस प्राण प्रयाण समय कफवात पित्तै कण्ठावरोधन विधौ स्मरण कुतसिते भनेको छ। अब शुद्ध भन्ने मन्त्र जप्ने मन्त्र जले रक्षे सुबाहर फले रक्षतु वामन अष्टायाम नारसिंहश्चे सर्वत पातु केशव जले रक्षेतु नन्दीश थले रक्षेतु भैरव अष्टाम्ब्या वीरभद्रश्चे सर्वत पातु शङ्कर अर्जुन फाल्गुनो जिष्णु किरीट श्वेत वाहन विभत्सु विजय कृष्ण साची धनञ्जय यो भनेको छ। चोर नलाग्ने मन्त्र है। तिम्रो भार्या फलस्य मोहिनी दाहिनी सती तासंस्मरण मात्रेण चौरो गच्छति निष्फल यति मन्त्र जप भने चोर चाहिँ नि लाग्दैन भन्ने छ। सर्पले नडस्ने मन्त्र भनेको छ। नर्मदाय नम प्राप्त नर्मदाय नमो निशि नमस्तुते नर्मदे तुष्ये त्राहीमा विष सर्पत यो मन्त्र जपेर हामी हिँड्यौँ भने यो मन्त्र जप्यौँ भने सर्पले डस्न सक्दैन भनेर चाहिँ नि भनेको छ। अब यो अष्टोत्तर सयको नामावली मैले यो अष्टोत्तर सयको नामावलीमा चाहिँ के छ भने कुनै आफ्ना बालबच्चाहरूको नाम राख्नु पऱ्यो भने पनि यो अष्टोत्तर सयको नामलाई अष्टोत्तर शत नामावलीको नाम हेरेपछि यहाँबाट चाहिँ कुनै कुनै बच्चाको नाम पनि मिलाएर राख्न सकिन्छ। किनभने भगवान्को नाम अहिले कसैले राख्न रुचाउँदैन हजुर। यस्तो जमाना आइसक्यो। राम कृष्ण बलराम होइन विष्णु गणेश शङ्कर भवानी शङ्कर नारायण नरनारायण यस्ताको नाम अहिले राख्दैन। यो नामलाई चाहिँ काटेर यो त अहिले चाहिँ यो अहिर जो नाम छ नि यो नमिल्ने नाम के नामहरू राखेर अहिले अर्कै नाम आयो। यसमा नाम छैन। पुकार्दाखेरि त्यसको नाम जपेर जप्त पनि तरिन्छ भन्नेको खातिर त्यो नाम राखेको होइन। त्यो नाम राखेको त्यस्ता नाम अहिले कसैले राख्दैन। त्यो नामलाई हटाएर अरू राख्छन्। अब मेरै अब के भन्ने हो यस्तो छ। यो संसार यस्तो उल्टो भएर गइसक्यो। भर्खर 5056 कि कति करी भर्खर सुरुवात भएको छ। सुरुवातमा यस्तो छ भने अन्त्यमा के कस्तो होला अब यो समय पर भएर बितेर जाला। अजामिलले पनि नतर्ने भनेर त्यो छोराको नाम नारायण राखेको थियो। यसले नारायण भन्न के गरी भन्यो भने यो तर्छ यसले छोराको नाम नारायण राखिदिउँ भनेर नारायण नाम राखेर कान्छा छोराको नारायण नाम राखेर मर्ने बेलामा त्यति नारायण नाम राखेर भयो। नारायण बाबु भनेर चाहिँ पढाउँदा तरेको थियो भन्ने पनि यहाँ कतै कतै सुन्नमा भागवतमा चाहिँ यसरी सुनिएको पनि छ। अब यो अष्टोत्तर सयको नामावली के छ भने
यो स्तोत्रौँ सधैँ पाठ गर्नाले नरकको दुःख भोग्नु पर्दैन, यो स्तोत्र सधैँ पाठ गर्नाले नरकको भोग्नु पर्दैन भनेर पनि यसले बताइदिएको छ है। गोविन्द माधव मुकुन्द मुरारे शम्भो शिवेश शशि शेखर शूलपाणे दामोदर च्युत जनार जनवासुदेव त्याज भट्टाय इति सन्त मामनन्ति गङ्गाधरान्धर करिपो हर नीलकण्ठ वैकुण्ठ कभरी रिपो कमठाब्द पाडे भूतेश खण्ड परशो मूढचण्डी केश विष्णु नृसिंह मधुसूदन चक्र पाडे गौरी गिरीश शङ्कर चन्द्रचूड नारायण सुर निर्बण साङ्गर पाडे मृत्युञ्जयो ग्रह विष मेथड काम शत्रु श्रीकान्त पीत बसनाम्बु जनिल सौरे ईशान कृति बसनत्री दशैकनाथ लक्ष्मीपते मधुरिप पुरुषोत्तमाध्य श्रीकण्ठ दिग्दर्शन शान्त पिनाक पाडे आनन्द कन्द धरणीधर पद्मनाभ सर्वेश्वर त्रिपुरसु धनदेव देव ब्रह्माण्ड देव गरुड ध्वज शङ्ख पाडे तछोर गाभरण बाल मृताङ्ग कौमौले श्रीराम राघव रामेश्वर रावणारे भूतेश मन्थरिपो प्रथमाधिनाथ चारुड मर्दन ऋषि कपते ए मुरारे सुशील गिरीश रजनीश कलावतसम कंसै प्रणासन सनातन केशीनाथ है भर्गै त्रिनेत्र भवभूत परे मुरारे गोपीपते यदुपते वसुदेव शून्यो कपूर गौर विषधो जवाल नेतेर गोवर्धनो धर धर्म धुरीण गोपा श्याणो त्रिलोचन पिनाक धर श्रीमरारे कृष्णै निरोध कमला कर कल्म भाषारे विश्वेश्वर त्रिपथ गाद्र जटा कपाल जटा कलाप अष्टोत्तराधिकस्ते धिकसतेन चुरानु नाम्ना सन्दर भिता ललित रतेन कदम्बकेन सन्नामा द्रुण गुणा दिज जिर जण्ठ गाया क्रियाधिमा श्रममहोजस्य एवं च पश्यते इति जितेन्द्र निज वृत्ति बाणसान्देव शशिछे बदनायनी गानस हि धर्मराज अन्येपि ए हर हराङ्क कन्दरा धराया हे दुस्तर पुनरो परिवर्जनीया भनेर यो चाहिँ नि अष्टोत्तर शतनामावली चाहिँ नि यतिमा हुन्छ। अब केही प्रसिद्ध संस्कृत नीति श्लोकहरू अजरा मरबत प्राजे विद्यामर्थन्ये चिन्तेत गृहीत्वा इसम केशेषु मृत्युन्ना धर्ममा चरेत भनेको के भनेको छ भने विद्या र धन आर्जन गर्ने बेलामा आफू कहिल्यै बुढो नहुने नमर्ने होइन कुरा सोध्नु पर्दछ। धार्मिक कार्य गर्ने बेलामा मेरो कपालमा काल मृत्युले समाइरहेको छ भन्ने सम्झनु पर्छ भनेर पनि बताइदिएछ है। अनि छेणस कणसचैव विद्यामर्थं जे चिन्तेत छेणै त्यागे कुतो विद्या कल त्यागे कुतो धनम भनेको छ। पल र कणको सदुपयोग गरेर विद्या र धन आर्जन गर्नुपर्दछ। पल त्यागे कसरी विद्या हुन्छ, कणलाई छोडे कसरी धन सङ्कलन हुन्छ, यो पनि विचार गर्नुपर्छ भनेर यहाँनिर यसले बताइदियो। नतिर्मिताको नन दृष्टि पूर्वा नसुयेल हेम मही कुरङ्गी तथापि तृष्णा रघुनन्दन से
विनाशकाले विपरीत बुद्धि भनेको छ है। हेर्नुहोस् है, विपरीत बुद्धि भनेको छ है। अब सुनको मृग पहिले निर्माण भएको पनि थिएन, देखिएको पनि थिएन, सुनिएको पनि थिएन, तर त्यही मृग पक्रने तृष्णा रामचन्द्रलाई भयो र जसरी नाशको समयमा बुद्धि विपरीत हुन्छ भनेको छ है। अब नेपाली भाषामा है, ये ब्रह्माले नरचे नकाए सुने यो देखो कसैले नता, यस्तो रसे सुवर्ण यस्तो रम्य सुवर्णको मृग होसै पाउँछौ बेपता, कृष्ण तै पनि रामको मृगमा पक्रन्छु भन्ने भयो, ठुलाको पनि नसका बखतमा बिग्रिन्छ बुद्धि अहो। भनेर त्यहाँ भनेको छ, न च विद्या समरबन्धनु छ व्याधि समोरिपु, न च पथ्ये समनेशो न च दैवात परम बलम। विद्या समान दाजुभाइ हुँदैन, विद्या समान दाजुभाइ अर्को हुँदैन, रोग जस्तो शत्रु अर्को हुँदैन, आफ्नो सन्तान बराबर माया लाग्ने अर्को हुँदैन, दैवभन्दा बलियो अरू कोही हुँदैन भनेर पनि बताइदिएको छ है। यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रम तस्य करोति किम, लोचनाभ्याम विहीनस्य दर्पण कि करियसी। जसको आफैमा बौद्धिकता छैन त्यसलाई शास्त्रले केही गर्न सक्दैन, बुद्धि छैन भने त्यो शास्त्र पढाएर घोकाएर के गर्नु सक्दैन। जस्तो कि दुवै आँखा नभएकालाई ऐनाले केही गर्न सक्दैन भनेर पनि बताइदिएको छ है। लालचेन 5 वर्षाणि 10 वर्षाणि ताडे ताडे त प्राप्तेषु 16 वर्षे पुत्र मित्र मिमाचरे भनेको छ। 5 वर्षसम्म बच्चालाई 5 वर्षसम्म पुलपुल्याइयोस्, त्यसपछि 10 वर्षसम्म ताडन गरियोस्, माया गरियोस् है, माया गरियोस्। जब 16 वर्षको पुग्छ छोरालाई मित्र समान व्यवहार गर्नु पर्दछ भनेको छ है। 16 वर्ष पुगेपछि मित्र समान व्यवहार गर्नुपर्छ भनेको छ। 16 वर्षदेखि लिएर 20 यतामा चाहिँ नि त्यो आवारा गुन्डा गजडिया यताको उताको सङ्गतले बिग्रन जान्छ। अब उसलाई गाली नगर्ने समय त्यो हो। अब गाली नगरिकन त्यहाँ सुध्रिँदैन। अब यहाँनिर अलिकति हँसिलो पनि छ है, यो मैले मात्रै भनेर नि हुँदैन, अब यहाँ हजुरहरूले पनि यो बुझिसक्नु र बुझिसकेको छ, अब मैले मात्रै भनेर नि हुँदैन। त्यसो भएर यो यस्तो छ है। त्यही बखतमा हो उनीहरूलाई सोझ्याएर ल्याउनु पनि, त्यही बखतमा गाली गलौज पनि नगर्नु भनेको छ। ऊ चाहिँ नि लाखापाखा पनि भने नमानिकन लाखापाखा पनि लागिसकेको हुन्छ। अब यसमा चाहिँ आफैले हामीले विचार गर्नुपर्ने छ। अब दुर्जन परिहर्तो विद्या अलङ्कृतो पिसनम मणिना भूषिता सर्पकी असौ भयङ्कर नभयङ्कर। विद्याले सिँगारिएको भए पनि दुष्ट मानिसलाई त्यागिदिनुपर्छ अरे। अब विद्या भएर के दुष्ट स्वभाव पर्छ भनेर भनिएको छ। मणिले सिँगारिएको सर्प के त्यो डरलाग्दो हुँदैन र? त्यसले होइन, त्यसले रहन सक्छ भनेर यो चाहिँ नि गुणरत्नमालाले जति जो बताइदिएको छ, हेर्नुहोस् यो गुणरत्नमालाले जति जो बताइदिएको छ त्यो मैले यथावती अनुसारले चाहिँ सबै विस्तारपूर्वक यहाँहरू समक्ष पठाउने प्रयास गरेको छु र 7औं पाठसम्म मैले पठाइसकेको छु। यो 8औं पाठमा पठाउनलाई मैले गरेको छु। अब यो पशुपतिनाथ प्रकाशन काठमाडौँ फोन 01-410-8470 फोन नम्बर। प्रमुख वितरण केपी पुस्तक भण्डार, हाम्रो प्रधानमन्त्रीको नाम रहेछ केपी, दिल्ली बजार काठमाडौँ भनेर यो भनिएको छ। यो कसैले भेट्नु भएको छैन भने पनि र पाउनु भएको छैन भने यो किताब दिने इच्छा गर्नुभयो भने पनि यो यस्तरी किताब लिएर हेरेर बुझ्नु बुझाउनु होला भन्ने
भन्ने पनि भन्ने कुराहरू राख्दै म यहाँहरू समक्ष अब यत्तिकैमा बिदा हुन चाहन्छु र यो गुणरत्नमाला भनेको किताब अब हजुरहरूलाई मैले धेरैले त बुझिसक्नु भएकै छ। अब कतिपयले नबुझेकाहरूले पनि यो खोज्नु जान्नु पर्दछ र किताब हेरेपछि यो बुझिन्छ, आफै हेर्नु मन इच्छा पनि हुन्छ, मन जाग्छ। त्यस भएकाले मैले यहाँहरू समक्ष अहिले मेरो आदरणीयमा ढोक मेरो भाइ बहिनी आफूभन्दा सानामा आशीर्वाद दिँदै म यहाँहरूबाट बिदा चाहन्छु। हस्त, नमस्ते।